नमस्ते साथीहरू, स्वागत छ तपाईँहरूलाई नेपाली सेयर मार्केट सम्बन्धी पल पलको नयाँ नयाँ अपडेटहरू लिएर आउने क्रममा आज हामी पुनः उपस्थित भइसकेका छौँ भने साथीहरू आजको बसाइमा चाहिँ विशेष गरी आजदेखि चाहिँ हाम्रो ओम मेगाश्री फार्मास्युटिकल लिमिटेडको चाहिँ आइपिओ चाहिँ निष्कासन हुँदैछ। त्यो पनि जेनरल पब्लिकको निम्ति सबैजना लगानीकर्ताहरूले चाहिँ पढ्न सक्ने हुने यो कम्पनी रहेको छ र एकदम ठिकठाकको कम्पनी पनि रहेको छ र यो कम्पनीको बारेमा चाहिँ म विस्तृत रूपमा चाहिँ आज यसको विवरण पत्रबाट चाहिँ कुरा गर्नेछु। यस कम्पनीले कति किता निष्कासन गर्दैछ र यसमा कतिजना लगानीकर्ताहरूलाई पर्नेछ, यो कम्पनी कस्तो रहेको छ र यो कम्पनीले के उत्पादन गर्नेछ, यसको नेटवर्क कस्तो रहेको छ, यसको इपिएस कस्तो रहेको छ, यस कम्पनी लगानी गरेर हाम्रो सेकेन्डरी मार्केटमा हामीलाई कति फाइदा हुन सक्ला, सोको बारेमा चाहिँ भिडियोमा चाहिँ विस्तृत रूपमा चाहिँ परिचर्चा गर्नेछु। यदि तपाईँ चाहिँ ओम मेगाश्री फार्मास्युटिकल लिमिटेडको चाहिँ आइपिओमा आवेदन दिने चाहिँ सोच बनाइरहनु भएको छ भने यो भिडियो तपाईँको निम्ति उपयुक्त हुनेछ। कृपया भिडियो अन्तिम समयसम्म हेरेर साथ दिनुहोला र हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने हाम्रो च्यानललाई सब्सक्राइब गर्नुहोस्, जसले गर्दा नेपाली सेयर मार्केट सम्बन्धी सम्पूर्ण नयाँ नयाँ आइपिओ र आइसिओहरू तपाईँले सजिलै अपडेट पाउन सक्नुहुनेछ। साथीहरू, अब आजदेखि कुरा गर्नुपर्दाखेरि चाहिँ आजदेखि चाहिँ ओम मेगाश्री फार्मास्युटिकल लिमिटेड भन्ने कम्पनीले चाहिँ आइपिओ निष्कासन गर्न गइरहेको छ। यो कम्पनी चाहिँ कम्पनी ऐन 2063 साल अनुसार चाहिँ यो दर्ता भएको छ भने यसको मुख्य हेड अफिस चाहिँ काठमाडौँ महानगरपालिका 10 मा रहेको छ। र साथीहरू, यसको विवरण पत्र चाहिँ यहाँ रहेको छ र विवरण पत्रमा चाहिँ उल्लेख भएअनुसार चाहिँ यस ओम मेगाश्री फार्मास्युटिकल लिमिटेडले चाहिँ आफ्नो जारी पुँजी करिब यसको 60 करोड रुपियाँ जारी पुँजी रहेको छ भने त्यसको 30% हुन आउने करिब 18 लाख रुपियाँ मूल्य बराबरको प्रति रु अङ्कित 100 रुपियाँ अङ्कित दरमा चाहिँ यसले 10% हुन आउने करिब 1,80,000 किता चाहिँ फरेन इम्प्लोइको निम्ति भनेको वैदेशिक रोजगारमा रहेको नेपालीहरूको निम्ति चाहिँ आइपिओ बाँडफाँड गरिकन र त्यसै गरी 5% हुन आउने करिब 90,000 किता चाहिँ सामूहिक लगानी कोषलाई म्युचुअल फन्डलाई छुट्याएर त्यसै गरी 3% हुन आउने करिब 54,000 किता चाहिँ यसले कर्मचारीहरूलाई छुट्याएर अहिले चाहिँ करिब 14,76,000 किता चाहिँ सर्वसाधारणको निम्ति चाहिँ यसले आइपिओ निष्कासन गरेको छ। साथीहरू, 14,56,000 भनेको चाहिँ 14,56,000 किता चाहिँ नेपालमा भएको सम्पूर्ण तपाईँको लगानीकर्ताहरू हुन्छ उहाँहरू सबैले भर्न पाउनुहुनेछ है। त्यस कारणले गर्दाखेरि चाहिँ तपाईँहरूले चाहिँ सबैले चाहिँ भर्न सक्नुहुनेछ। र साथीहरू, यस कम्पनीको रेटिङको कुरा गर्नुपर्दाखेरि चाहिँ यसलाई इस्युआ रेटिङ वितरण सम्बन्धी वितरणमा चाहिँ यसको विवरण पत्र अनुसार चाहिँ निष्कासन गरेको साधारण सेयर धितोपत्र क्रेडिट अनुसार 2073 को अनुसार चाहिँ यसलाई केआरएनपी BB माइनसको चाहिँ यसले रेटिङ पाएको छ र केआरएनपी BB माइनसले मोडरेट रिस्क अफ डिफल्ट रिगार्डिङ टाइमलिङ सर्भिङ अफ फाइनेन्सियल अब्लिगेसन इन नेपाल भने जनाउँछ भने यसले समयमा वित्तीय दायित्व भुक्तानी सन्दर्भमा मध्यम स्तरको जोखिम रहेको भनेर चाहिँ हामी यो कम्पनीलाई बुझ्न सक्दछौँ। कम्पनीले चाहिँ यहाँ के भनेको छ भने कर्मचारीहरूलाई वितरण गरेको सेयर चाहिँ निष्कासन गरेको बाँड्न गरेको 3 वर्षसम्म चाहिँ बिक्री गर्न नपाइने भने कम्पनीमा कार्यरत रहेको कर्मचारीहरूको लागि हो, अरूको लागि होइन है। र त्यसै गरी नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारमा रहेको नेपालीको लागि छुट्याएको सेयर सम्पूर्ण बिक्री नभए सर्वसाधारणको लागि निष्कासन गरिनेछ भनेको छ। सामूहिक लगानी कोष नियमावली 2067 को बमोजिम चाहिँ सामूहिक लगानी कोषले खरिद गरी धितोपत्रबाट सङ्गठित सार्वजनिक निष्कासन गरी बाँडफाँड भएको 6 महिनाभित्रसम्म यो चाहिँ म्युचुअल फन्डले चाहिँ 6 महिनासम्म चाहिँ यो कम्पनीले चाहिँ बिक्री वितरण गर्न पाइँदैन भन्ने कुरा चाहिँ गरेको छ। साथीहरू, अब कुरा गरौँ यो कम्पनीमा कहिलेदेखि आवेदन दिन पाइन्छ त भन्ने कुरा गर्नुपर्दाखेरि चाहिँ यस कम्पनीले चाहिँ आज 2081 साल फागुन 27 गतेदेखि चाहिँ यसले निष्कासन गरेको छ र तपाईँले चाहिँ ब्याङ्किङ समय भनेको लगभग 10 बजेपछि नेपाली समयअनुसार 10 बजेपछि चाहिँ यो कम्पनीमा चाहिँ आवेदन दिन सक्नुहुनेछ। र त्यसै गरी चाहिँ तपाईँले यसको छिटोमा बन्द चाहिँ 2081 साल चैत्र 3 गतेसम्म भनिएको छ। ब्याङ्किङ समय पश्चात भनेको बेलुकाको 5 बजेसम्म चाहिँ तपाईँले छिटोमा आवेदन दिन सक्नुहुनेछ भने सो समयसम्म चाहिँ यदि फुलफिल नभएको खण्डमा चाहिँ यसको निष्कासन हुने बन्द मिति ढिलोमा चाहिँ चैत्र 12 गतेसम्म चाहिँ रहेको छ। तर अहिले पहिलो दिनै ओभर सब्सक्राइब हुने भएको कारणले गर्दाखेरि तपाईँले चाहिँ चैत्र 3 गतेसम्म चाहिँ यो कम्पनीको चाहिँ आवेदन भरिसक्नु पर्नेछ। र यस कम्पनीको धितोपत्र निष्कासनको बिक्री प्रबन्धको जिम्मा चाहिँ प्रभु क्यापिटल लिमिटेडले चाहिँ पाएको छ। साथीहरू, यो कम्पनीको बारेमा जानकारी दिनुपर्दाखेरि यसको चाहिँ प्रभु क्यापिटल चाहिँ विवरण पत्र चाहिँ रहेको छ होइन। ओम मेगाश्री फार्मास्युटिकल लिमिटेडमा पनि तपाईँले यसको विवरण पाउन सक्नुहुनेछ। वैदेशिक रोजगारमा रहेको नेपाली सर्वसाधारण दरखास्त फारम गर्ने बुझाउने स्थान भनेको चाहिँ तपाईँले चाहिँ यो
केबाट एप्लाई गर्न सकिन्छ भन्ने कुरामा चाहिँ धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सिआस्पा सदस्य ब्याङ्क तथा वित्तीय संस्थाहरूमा गएर पनि तपाईँले ब्याङ्क तथा वित्तीय संस्थामा गएर पनि तपाईँले आवेदन दिन सक्नुहुने भयो वा CDS एन्ड क्लियरिङ लिमिटेडबाट निर्माण गरेको सफ्टवेयर मेरो सफ्टवेयरको वेबसाइट प्रयोग गरेर पनि तपाईँले मेरो सफ्टवेयरमा गएर माई आस्पा प्रणालीमा गएर चाहिँ तपाईँले आवेदन दिन सक्नुहुनेछ। कम्पनीले धितोपत्र किन निष्कासन गरेको भन्ने कुराहरू रहेको छ यहाँ। र साथीहरू अब यो कम्पनीको चाहिँ विशेष गरी चाहिँ यो कम्पनी कस्तो कम्पनी हो भने तपाईँको मनमा जिज्ञासा रहेको छ भने यो कम्पनी चाहिँ विशेष गरी दबाई बनाउने कम्पनी रहेको छ र यो कम्पनीको चाहिँ ओम मेगाश्री फार्मास्युटिकल लिमिटेड रहेको छ भने यसको मुख्य अफिस चाहिँ काठमाडौँ महानगरपालिका वडा नम्बर 10 मा रहेको छ भने कारोबार गर्ने मुख्य स्थान पनि त्यही रहेको छ र यसको उद्योग चाहिँ तपाईँको चितवनको भरतपुर जिल्लामा रहेको छ भने यसले औषधि ऐन 2035 र औषधि दर्ता नियमावली 2068 अनुसार चाहिँ विभिन्न किसिमको औषधिहरू चाहिँ उत्पादन गरिँदै आइरहेको छ है। र यसको चाहिँ हाल चाहिँ कविलास गाउँपालिका 8 चितवनमा चाहिँ यसको उद्योगको ठेगाना रहेको भनेर जोडाएको छ भने चाहिँ र साथीहरू यस कम्पनीले चाहिँ विभिन्न किसिमको चाहिँ नेपालमा दबाईहरू उत्पादन गर्छ। या तपाईँले देख्नुभएका यी विभिन्न किसिमका मोडलका दबाईहरू छ। यो दबाईहरू चाहिँ यो कम्पनीले उत्पादन तथा बिक्री वितरण गर्दै आइरहेको छ भने कम्पनीको मुख्य काम भनेकै नेपालमा चाहिँ नेपालमै औषधिहरू उत्पादन गर्ने हैन र त्यसलाई बिक्री वितरण गरेर चाहिँ नाफा कमाउने भन्ने कम्पनीको चाहिँ मुख्य लक्ष्य रहेको छ। र यसमा विभिन्न किसिमका चाहिँ लगानी रहेको छ है। यसमा चाहिँ अब तपाईँको यसको कुल लगानी आयोजनाको कुल लगानी भनेको चाहिँ तपाईँको यसको आयोजनाको लगानी स्थान भनेको चितवनको वडा नम्बर 29 मा रहेको छ। आयोजनाको कुल लागत 1,26,63,79,00,000 रहेको छ भने हालसम्म खर्च करिब 97,54,36,000 रुपैयाँ चाहिँ भइसकेको छ भने खर्च हुन बाँकी चाहिँ 29 करोड रुपैयाँ बाँकी रहेको छ भने लगानी फिर्ता चाहिँ 7 वर्षमा चाहिँ साधारण लगानी फिर्ता हुनेछ भने डिस्काउन्टमा आधारित भएर चाहिँ 9 वर्षमा फिर्ता हुनेछ। र इन्टरनल रेट अफ रिटर्न अफ प्रोजेक्टको चाहिँ करिब 21.14 रहेको छ भने एनभिपी चाहिँ यसको चाहिँ नेट प्रेजेन्ट भ्यालु चाहिँ करिब 86,95,79,79,000 रुपैयाँ चाहिँ रहेको छ। र साथीहरू यस कम्पनीको नाफा नोक्सानका कुराहरू पनि विभिन्न यहाँ कुराहरू चाहिँ यहाँ उल्लेख भएको छ भने यस कम्पनीको अन्य सहायक कम्पनीहरू चाहिँ ओम मेगाश्री इन्टरनेसनल प्राली भनी रहेको छ भने ओम मेगाश्री मेडी प्राली भन्ने कम्पनी पनि यसको चाहिँ शाखा कम्पनीको रूपमा चाहिँ काम गरिरहेको नेपालमा भन्ने कुराहरू आएको छ। यो कम्पनीले चाहिँ विभिन्न किसिमको चाहिँ औषधिजन्य वस्तुहरू र त्यसको गुणस्तर मापन गर्ने कुराहरू चाहिँ उल्लेख गरिएको छ भने यस कम्पनीको चाहिँ ऋण सम्झौताका कुराहरू पनि यहाँ रहेका छन्। र ऋण सम्झौताका कुन कम्पनीबाट ब्याङ्कहरूबाट ऋण लिएको छ भन्ने कुराहरू आदि वित्तीय सम्पूर्ण कुराहरू रहेको छ। भिडियो लामो भएको कारणले कुराहरूमा पढ्दिनँ, मुख्य कुराहरू मात्र पढ्नेछु। र साथीहरू अब यो कम्पनीमा चाहिँ तपाईँलाई चाहिँ अब कति किता आवेदन दिने भने तपाईँको मनमा चाहिँ यदि जिज्ञासा रहेको छ भने चाहिँ तपाईँले चाहिँ यो कम्पनीमा चाहिँ अहिले जम्मा यस कम्पनीले नेपालमा रहेको जेनरल पब्लिकको निम्ति 14,76,000 किता चाहिँ आइपिओ निष्कासन गरेको छ। त्यस कारणले गर्दाखेरि चाहिँ यो कम्पनीमा चाहिँ सम्पूर्ण लगानीकर्ताहरूले चाहिँ 10 किता आवेदन दिनु नै एकदम उपयुक्त हुनेछ। र तपाईँले आवेदन चाहिँ 10 कितादेखि 10,000 कितासम्म आवेदन दिन सक्नुहुनेछ। तर धेरै आवेदन दिँदैमा धेरै पढ्ने भन्ने चाहिँ हुँदैन। कतिपय साथीहरूले सोध्नुहुन्छ 100 किता दिँदैमा 1000 किता दिँदैमा पढ्ने चान्स हुन्छ भने त्यस्तो हुँदैन। 10 किता दिनेलाई नै पढ्ने चान्स उत्तिकै हुन्छ। 50 किता दिए नि उयो, 20 किता दिए नि उयो, 500 1000 जति किता दिए नि उयो। र जतिखेर भरे पनि उयो। आज तपाईँले 10 बजेदेखि अब हैन तपाईँको चैत्र 3 गतेसम्म 5 बजेसम्म टाइम रहेको छ। जुन बेला भरे पनि तपाईँको चाहिँ भाग्यकै भर पर्नुपर्ने चाहिँ अवस्था रहेको छ। त्यस कारणले गर्दाखेरि अहिले अत्याधिक मात्रामा चाहिँ आवेदनको चाप पर्ने भएको कारणले गर्दाखेरि चाहिँ तपाईँले 10 किताब मात्र दिनु चाहिँ एकदम उपयुक्त हुनेछ। किनकि यस कम्पनीले चाहिँ एकदम न्यून मात्रामा आइपिओ निष्कासन गरेको छ, जसको कारणले गर्दाखेरि जम्मा यसले 14,76,000 किता आइपिओ निष्कासन गरेको छ हैन। र यसमा कतिजना लगानीकर्ताहरूलाई 10 किता सेयर पर्छ त भने तपाईँको मनमा जिज्ञासा रहेको छ भने यस कम्पनीको चाहिँ करिब 1,47,600 जना लगानीकर्ताहरूलाई चाहिँ यो कम्पनीको 10 किता सेयर पर्नेछ। 1,47,600 किता चाहिँ यो कम्पनीको जम्मा 10 किता पर्ने चाहिँ 1,47,600 र बाँकी सबैको हात खाली हुनेछ। र हिजोको डाटा हेर्ने भने क्रिस्टल माइक्रो लाइफ इन्सुरेन्स करिब 20 लाखजना लगानीकर्ताको चाहिँ आवेदन परेको थियो। त्यस कारणले गर्दाखेरि यसमा चाहिँ पढ्न सक्ने सम्भावना एकदम न्यून भएको कारणले गर्दाखेरि तपाईँले चाहिँ 10 किता मात्र आवेदन दिनु होला। र धेरै भन्दा पार्नको निम्ति चाहिँ आफ्नो फ्यामिलीमा भएको सम्पूर्ण सदस्यहरूको लाइफबाट चाहिँ आवेदन दिनुभएको खण्डमा चाहिँ तपाईँले आवेदनको चाहिँ पाउनुहुनेछ। साथीहरू अब यो कुरा गरौँ यो कम्पनीको चाहिँ सञ्चालक समितिमा को हुनेछ भनेको सञ्चालक शेयर धनीबाट प्रतिनिधित्व हुने 4 जना र सर्वसाधारण पब्लिकमा 30%
जारी गरेपछि पब्लिकबाट 2 जना सिलेक्सन हुनेछ भने स्वतन्त्र सञ्चालक 1 जना गरी 7 जना चाहिँ यो कम्पनीको चाहिँ सञ्चालकमा चाहिँ रहनेछ। त्यसैगरी यस कम्पनीको पुँजी संरचना चाहिँ करिब अधिकृत पुँजी 60 करोड रुपियाँ रहेको छ भने जारी पुँजी करिब 60 करोड रुपियाँ रहेको छ भने हाल चुक्ता पुँजी करिब 60 करोड रुपियाँ रहेको छ। र यस कम्पनीले चाहिँ यसले चाहिँ अधिकृत पुँजी चाहिँ यहाँ जारी पुँजीका कुराहरू पनि रहेको छ। र यस कम्पनीले चाहिँ संस्थापक सेयर धनीहरू चाहिँ संस्थापक सेयर धनीको चाहिँ करिब 42 लाख किता रहेको छ भने त्यसै गरी चाहिँ 70% चाहिँ संस्थापक भनेको प्रोमोटरहरूको लगानी हुनेछ यसमा। र त्यसै गरी चाहिँ अब फरेन इम्प्लोइको चाहिँ वैदेशिक रोजगारमा रहेको नेपालीहरूको चाहिँ 1,80,000 किता भनेपछि करिब 1,80,00,000 हुनेछ भने त्यसै गरी सर्वसाधारण म्युचुअल फन्ड कर्मचारीको गरेर करिब 16,20,00,000 गरेर चाहिँ उहाँहरूको चाहिँ सेयर हुनेछ। सबैको मिलाएर 60 लाख किता सेयर हुनेछ भने 60 करोड रुपियाँ चाहिँ यस कम्पनीको चाहिँ हुनेछ भनेको छ। र साथीहरू यस कम्पनीको सेयर धनीको चाहिँ मुख्य अध्यक्षको रूपमा चाहिँ श्री अर्जुन कुमार श्रेष्ठ हुनुहुन्छ। उहाँको चाहिँ फलेवास भनेको पर्वत जिल्लाको फलेवास नगरपालिका 6 मा चाहिँ उहाँको स्थान रहेको छ भने उहाँको सेयर धनी यो कम्पनीमा चाहिँ करिब 6,15,000 चाहिँ यसको उहाँको चाहिँ सेयर रहेको छ। आदि विभिन्न मानिसहरूको पनि यहाँ सेयरको नाम रहेको छ। सम्पूर्ण विवरण पत्र तपाईँ पढ्न चाहनुहुन्छ भने चाहिँ तपाईँले चाहिँ यो चाहिँ प्रभु क्यापिटलमा गएर चाहिँ पाउन सक्नुहुनेछ है। यो सम्पूर्ण कुराहरू चाहिँ म पढेर बस्दिनँ। मुख्य कुराहरूको बारेमा जानकारी दिनुपर्दाखेरि साथीहरू यो कम्पनीको चाहिँ सम्पूर्ण कुराहरू चाहिँ एकदम ठिकठाकै रहेको छ है। त्यस्तो तपाईले अहिले यो कम्पनीलाई चाहिँ लो क्याप कम्पनी नै भने हामी बुझ्न सक्दछौँ। त्यसकारणले गर्दाखेरि जसरी अहिले चाहिँ तपाईले हाम्रो गार्जियन माइक्रो लाइफ इन्सुरेन्सले चाहिँ जसरी प्रति किता चाहिँ 2,000 रुपियाँ पुगेको छ त्यसै गरी चाहिँ अब यसको मूल्य चाहिँ कति पुग्न सक्छ सेकेन्डरी मार्केटमा भनेर अहिले एकिङै गरेर भन्न त गाह्रो हुन्छ। तर पनि जहाँसम्म लाग्छ 600 देखि 800 रुपियाँ पनि न्यूनतम पनि यसको पुग्न सक्ने सम्भावना रहेको छ भने म्याक्सिमम चाहिँ तपाईको 1,200 1,500 सम्म पनि प्रति किता चाहिँ पुग्न सक्ने छ है। त्यो चाहिँ अब सेकेन्डरी मार्केटमा लगानीकर्ताहरूको चाहिँ कस्तो मानसिकता हुनेछ भने त्यसले पनि चाहिँ यसलाई प्रभाव पार्ने पनि स्थिति आउनेछ। साथीहरू अब कुरा गरौँ यस कम्पनीको EPS को बारेमा, नेटवर्थको बारेमा कुरा गर्नुपर्दाखेरि तपाईले यहाँ हेर्न सक्नुहुनेछ प्रति शेयर आम्दानी चाहिँ यसको कति रहेको छ त भने कुरा गर्नुपर्दाखेरि वास्तविक हेर्नुपर्दछ हामीले। वास्तविक हेर्ने हो भने चाहिँ यसको अहिले आर्थिक वर्ष 2080-81 को अनुसार चाहिँ 3 रुपियाँ 30 पैसा रहेको छ। 3 रुपियाँ 30 पैसा चाहिँ यसको आम्दानी रहेको छ प्रति शेयर आम्दानी। र त्यसै गरी प्रति शेयर नेटवर्थ चाहिँ 90 रुपियाँ 17 पैसा रहेको छ। 90 रुपियाँ 17 पैसा रहेको छ। र यसको चाहिँ अब ओपनिङ रेन्ज सेकेन्डरी मार्केटमा ओपनिङ रेन्ज चाहिँ यसको 90 को 3 गुणाले करिब 271 रुपियाँसम्म चाहिँ यसको ओपनिङ रेन्ज हुनेछ। 270 रुपियाँसम्म चाहिँ यसको ओपनिङ रेन्ज हुनेछ। 90 रुपियाँदेखि 270 रुपियाँसम्म ओपनिङ रेन्ज हुनेछ भने मैले भनिहालेँ अब यो लो क्याप भएको कम्पनी हो हैन। थोरैजना लगानीकर्तालाई पर्छ र जसलाई पर्छ हैन उहाँहरूले चाहिँ अब मालामाल पैसा कमाउन सक्नुहुनेछ साथीहरू है। र अपरिष्कृत हेर्ने हो भने चाहिँ यो अपरिष्कृत भनेको अनअडिटेड भनेको है साथीहरू। अनअडिटेड चाहिँ यसको 2081 पुससम्म चाहिँ 98 पैसा चाहिँ यसको EPS रहेको छ भने 91 रुपियाँ यसको EPS रहेको छ। आर्थिक वर्ष 81-82 को प्रक्षेपित यसले चाहिँ लक्ष्य राखेको, प्रक्षेपित भनेको लक्ष्य राखेको है कम्पनीले 5 रुपियाँ 73 पैसा यसको EPS पुर्याउने राखेको छ। 5 रुपियाँ 73 पैसा र 98 रुपियाँ 11 पैसा चाहिँ यसको नेटवर्थ रहेको छ। त्यसकारणले गर्दाखेरि यो कम्पनीको चाहिँ यस्तो ठिकठाकै रहेको छ भनेर हामीले चाहिँ मान्न सक्दछौँ। त्यसकारणले गर्दाखेरि तपाईहरु सम्पूर्ण लगानीकर्ताहरूले चाहिँ यसमा लगानी गरेर चाहिँ IPO भएको कारणले गर्दाखेरि यसमा फाइदा हुन सक्ने सम्भावना चाहिँ ठिकठाकै रहेको छ। त्यसकारणले गर्दाखेरि पनि अवश्य मात्रामा चाहिँ घर परिवार सम्पूर्ण फ्यामिलीहरु तपाईको बुवा मम्मी दिदी बहिनीहरु दाजुभाइ हुनुहुन्छ भने 500 जनाको लगानी गर्दाखेरि पढ्न सक्ने सम्भावना चाहिँ एकदम धेरै हुने भएको कारणले गर्दाखेरि अनिवार्य रूपमा चाहिँ आवेदन दिनु होला। र यस कम्पनीले यसअगाडि नै फरेन इम्प्लोइको निम्ति IPO निष्कासन गरिसकेको छ र फरेन इम्प्लोइ साथीहरुलाई परेको छ भने उहाँहरुलाई त बधाई छँदैछ। र यदि परेको छैन भने पनि तपाईले चाहिँ यसमा आवेदन दिन सक्नुहुनेछ। र त्यसकारणले गर्दाखेरि अवश्य रूपमा चाहिँ आवेदन दिनु होला। साथीहरु तपाईले यो कम्पनीमा आवेदन दिने नदिने के निर्णय गर्नु भएको छ अवश्य कमेन्ट गर्नु होला। यो भिडियो कहाँदेखि हेर्दै हुनुहुन्छ र फरेन इम्प्लोइबाट हेर्दै हुनुहुन्छ भने तपाईलाई यो कम्पनीको IPO परेको छ कि छैन, यदि नपरेको खण्डमा चाहिँ फेरि आवेदन दिने नदिने के निर्णय गर्नु भएको छ र कुनै पनि नेपाली शेयर मार्केटसँग जिज्ञासा भयो भने कमेन्ट गर्नु होला। भिडियोले साथ दिनु भएको छ तपाईलाई धेरै धेरै धन्यवाद रहेको छ।